साथी हो तपाईँहरूले नि एउटा कुरा नोटिस गर्नुभएको छ, जस्तै प्रकृतिले नि जहिले पनि कुनै पनि कुराको चाहिँ ब्यालेन्स गर्न खोजिरहेको हुन्छ क्या। तपाईँलाई म पाँचवटा इक्जाम्पल दिन्छु ल यसको। जस्तै तपाईँले एउटा कोइन टस गर्नुभयो भने त्यसमा हेड र टेल आउने प्रोभाबिलिटी त लगभग तपाईँको बराबर नै हुन्छ होइन। तर के हुन्छ त भन्दाखेरि तपाईँले धेरैपल्ट जस्तै 10 पल्ट टस गर्नुभयो भने 7 पल्ट हेड, 3 पल्ट टेल आउनु छ होइन, आउनु सक्छ 6 पल्ट हेड, 4 पल्ट टेल आउन सक्छ। तर तपाईँले त्यसलाई स्याम्पलिङ जति बेसी गर्नै जानुभयो नि त्यति तपाईँको हेड र टेल आउने प्रोभाबिलिटी 50-50 हुँदै जान्छ क्या। भनेको 100 पल्ट गर्नुभयो भने 50-50को छेउ आउने सम्भावना त्यति नै बढेर जान्छ। अर्को इक्जाम्पल हेर्नुभयो भने तपाईँले आधी बाल्टी तातो पानीमा नुहाउनु अगाडि भनौँ न, तातो पानीमा तपाईँले चिसो पानी हाल्नुभयो र के हुन्छ त चिसो पानी हाल्दै जानुभयो र तपाईँले ठिक्क बनाउनुहुन्छ नि त्यो, मतलब तातो र चिसोको बिचमा एउटा टेम्परेचर हुन्छ होइन। त्यो गर्नको लागि तपाईँले के गर्नुहुन्छ, चिसो पानी हाल्नुहुन्छ नि त होइन। त्यो के हो, एउटा ब्यालेन्स, नेचरले ब्यालेन्स गरेको इक्जाम्पल हो नि त होइन। चिसो पानी भनेको त नेचरै हो नि त, त्यो तातो पानी भनेको पनि नेचरै हो, ब्यालेन्स गर्छ क्या त्यसले। अर्को तपाईँले हेर्नुहुन्छ भने मुसलधारे पानी हुन्छ, एकछिन अगाडि मुसलधारे पानी परिरहेको हुन्छ होइन, एकछिन पछाडि के हुन्छ, पानी बिसाउँछ, पानी रहन्छ र फेरि मौसम सामान्य हुन्छ, एकछिन पछाडि घाम लाग्न थाल्छ। त्यो के हो, ब्यालेन्स हो होइन। तपाईँ अचानक दौडिन थाल्नुभयो भने, कुद्न थाल्नुभयो भने के हुन्छ, तपाईँको ब्लड प्रेसर अचानक बढेर माथि पुग्छ, फेरि तपाईँको एकछिन पछाडि फेरि घटेर नर्मल हुन्छ होइन। त्यो के हो, ब्यालेन्स हो। प्रकृतिले ब्यालेन्स गर्न खोजिरहेको हुन्छ होइन। तपाईँको इमोसन्सलाई तपाईँले नोटिस गर्नुभयो भने तपाईँलाई एकछिनमा के हुन्छ, पुरा रिस उठ्छ एकछिनमा होइन, भनेको कुनै कार्यले गर्दाखेरि पुरा रिस उठिरहेको हुन्छ, फेरि एकछिनमा के हुन्छ, ब्यालेन्स हुन्छ, एकछिनमा फेरि सामान्य हुन्छ होइन। त्यो के हो, प्रकृतिले ब्यालेन्स गरेको हो। अब यो सबै तपाईँले इक्जाम्पल हेर्नुभयो भने नि, यो सबै इक्जाम्पलमा चाहिँ तपाईँको एउटा प्याटर्न फलो भइरहेको छ नि त होइन। प्याटर्न भनेको चाहिँ के भन्दाखेरि चाहिँ एउटा त सिक्वेन्स फलो भइरहेको छ होइन। अब यो प्याटर्नमा चाहिँ तपाईँले यो नेचरले चाहिँ हामीलाई एउटा सङ्केत दिइरहेको छ क्या यो प्याटर्नबाट। त्यो सङ्केत चाहिँ के हो र, तपाईँलाई के लाग्छ यो सङ्केत, मलाई कमेन्टमा लेखिदिनुहोस् ल। हस् त, धन्यवाद।